अब हाम्रो यो तरकारी तयार भइसकेको छ। हेरौँ है त कस्तो भएछ। ओ सरी, यो तरकारी चाहिँ हाम्रो यो तरकारी चाहिँ घिउ सेमी र आलु मस्त छ। पाकिसकेको छ। अब यो तयार भइसक्यो। अब यसलाई चाहिँ अब हामीले रोटीसँग खानको लागि तयार गरिराखेका छौँ। लगभग यो तयार भइसकेको छ। हेर्नुहोस् मस्त पाकेको छ। अब यसलाई चलाएर एकछिन फेरि ढाकेर राखिदिन्छौँ। ढाकिसके पछाडि यो हामी रेडी भइसक्यो। यो हामीले अफ गरेँ। अब मैले चुलो अफ गरिसकेँ।